स्वास्थ्यको टोटल सुविधा राष्ट्रले दिन्छ। यानी विद्यार्थीहरूलाई पुरै जनतालाई चाहिँ रोजगारको चाहिँ तपाईको फेसिलिटी पनि चाहिँ राष्ट्रले गर्छ। अनि त्यहाँनिर पुँजी उसले कमाउँदैन, उसले खाना ताना दुनियादारी बास व्यवस्थापन दुनियादारी सरकारले गर्छ। अनि सरकारले गरेपछि त्यहाँनिर भ्रष्टाचार हुँदैन। त्यहाँनिर भ्रष्टाचार पुँजी चाहिँ यहाँनिर व्यक्तिगत सम्पत्ति आर्जन गर्ने परम्परा भएको कारणले, यो व्यक्तिवादको कारणले मान्छे आत्मकेन्द्रित भयो क्या, आफैतिर सेन्टर्ड भयो, आफैतिर केन्द्रित भयो। अनि आफैतिर केन्द्रित भएपछि यसले के गरिदियो, भ्रष्टाचारलाई जन्म दियो। अनि भ्रष्टाचारलाई जन्म दियो सरकारले के गरेको छ, भ्रष्टाचार निवारण आयोग गठन गरेको छ। यहाँनिर प्रदेश सरकारले चाहिँ जन लोकपाल गठन गरेको छ। अनि भ्रष्टाचार आयोग मार्फत चाहिँ तपाईको अहिले प्रदेशकै 2टा सांसद चाहिँ त निलम्बनमा परेको छ। अहिले दीपेन्द्र ठाकुर चाहिँ यही जनकपुरबाट निर्वाचित हुनुहुन्थ्यो, उहाँ चाहिँ तपाईको अख्तियार दुरुपयोगले चाहिँ उसलाई के गरिदियो, कारबाही गरिदिएछ। विशेष अदालतमा मुद्दा दर्ता गरेपछि ऊ अहिले निलम्बनमा छ। सरोज सिंह कुशवाहा अर्को एउटा सांसद हुनुहुन्थ्यो, उहाँ अहिले कारबाहीमा, भर्खर अहिले 5 दिन मात्र भएको छ। 1 हप्तामा मात्र 2टा सांसद चाहिँ कारबाहीमा परेको छ। किन चाहिँ कारबाहीमा पर्यो, त्यसले चाहिँ भ्रष्टाचार निवारण आयोग मार्फत चाहे भ्रष्टाचार अख्तियार दुरुपयोग आयोग मार्फत यसले के गर्छ, यो पुँजीलाई चाहिँ राष्ट्रियकरण गर्नको लागि, अर्थात् चाहिँ तपाईको यो व्यक्तिवादमाथि प्रहार गर्छ त्यसले, अर्थात् यो भ्रष्टाचार मार्फत प्रहार गर्छ। भ्रष्टाचारलाई चाहिँ भ्रष्टाचारमाथि प्रहार गर्छ, भ्रष्टाचारमाथि प्रहार गर्छ। अनि भ्रष्टाचारलाई नियन्त्रण गर्छ यसले। अनि चाहिँ मान्छेलाई देशप्रति चाहिँ लोयल बनाउँछ, डेडिकेटेड बनाउँछ, समर्पित गर्छ। अनि चाहिँ तपाईको देश समृद्ध हुन्छ। त्यसकारण यो पुँजीवादी जुन समाज छ, जसलाई हामी व्यक्तिवादी समाज भन्छौँ, त्यो व्यक्तिवादी समाज पनि चिज चाहिँ बिगार्छ।